हेलो नमस्ते सबैजनालाई। आज म धेरै समयपछि एउटा सानो भ्लग बनाउन गइरहेको छु गाइस हैन। अब त्यस्तै भयो, बिचमा पनि अब भिडियो बनाउन पाइएन। अनि आज चाहिँ विजयदशमीको पावन अवसरमा सबैलाई शुभकामना छ मेरो तर्फबाट। सो गाइस, अनि यो चाहिँ मेरो चाहिँ गाउँ है गाइस। यहाँ चाहिँ पुर्खौली हाम्रा जग्गाहरू छन् यहाँदेखि। अब यो भेग पुरै भनौँ न यो चाहिँ। अनि यता हाम्रो दिलप्रसाद दाई, दिप विक्रम हमाल ज्यूकोमा चाहिँ स्याउ खेत छ गाइस हैन, तर सबैले थाहा छ होला। अनि यो चाहिँ हाम्रो कुल देवताको मन्दिर है। यो चाहिँ हाम्रो माथि गाउँ। म चाहिँ तल भिजलथर भन्नेमा छु गाइस। अनि स्कुल पनि यही छ नजिकै हाम्रो स्कुल। सो गाइस, आज चाहिँ म यहाँ गाउँतिर आएको बेलामा यहाँ दाइहरू चाहिँ आउनु भएको रहेछ। दाइहरूसँग नि भेट हुन्छु। माइलाबा हाम्रो घरहरू, पुराना घरहरू यही हो। अनि यता हाम्रो फुपू हुनुहुन्छ, सिउटे मामाको घर यो। अब दाइहरूसँग कुराकानी गर्छु म गाइस है। दाइ दर्शन, हेलो भाइ, नमस्कार। कहिले आउनु भएको? 2 दिन भयो। हजुर, टक्क अब गाउँ आएको बेलामा। अनि विशेष गरी दसैँ को शुभकामना तपाईँलाई है। अनि देश विदेशमा भएको दाजुभाइ, अङ्कल, बुवा आमाहरू, सबै दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ त नि? दसैँको शुभकामना। हजुर, सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले देश विदेशमा छरेर बस्नुहुने हजुर, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी र हाम्रो भाइको ब्लगल हेर्ने सम्पूर्ण दर्शकहरूलाई 2042 सालको हजुर, विजयादशमीको हार्दिक मङ्गलको शुभकामना। हजुर। र यस्तो गाउँघरको मान्छेहरू धेरै वर्षपछि गाउँ प्रवेश गरिएको छ। हजुर, दाजुभाइ पनि धेरै वर्षपछि भेटिएको छ। हजुर। यति भन्दै म तपाईँहरूसँगबाट एउटा कामबाट बिजी हुँ। आज टिका लाउनु होला, खुसी मनाउनु होला हैन? ल, यहाँ बाटोहरू चाहिँ यस्तो दामी भएको छ गाइस। धेरै परिवर्तन भएको छ गाउँहरूमा हैन। पुरै बजेट हालेर यस्तो सिडी बनाइएको छ गाइस है। र हाम्रो माइला दाइ नि आउनु भएको छ, उहाँसँग नि भेटघाट गर्छु। दाइ दर्शन, ठिक छ दाइ, ठिक छ। के सरसफाइ कार्यक्रम भइरहेछ हैन? कहिले आउनुभएको गाउँतिर? यो चाहिँ हाम्रो माइलाबाको घर। उहाँ भाउजू नमस्ते। नमस्ते, भ्लग हो? हजुर, मेरो भ्लग हेर्नुहुन्छ, सब्सक्राइब गरिदिनु भएको छ? गरेको छैन होला। अहिलेसम्म आफ्नै मान्छेले नगरिदिने होइन छोरी? तिमीले गरिदियो है अब सुले भ्लग हो? हेलो बाबु, नमस्ते। के हो तिम्रो नाम? हजुर हो। हाम्रो गाउँ यस्तो छ गाइस, एकदम भन्नुपर्दा अब सबैभन्दा पुरानो घरहरू चाहिँ यही हो हाम्रो हैन। अनि यो कान्छा बाको हाम्रो नवीन दाइहरूको घर हो यो, पारिजाइकाको।
यो चाहिँ गाइस तिहारको लागि एकदम रेडी हुँदैछ हैन कसलाई थाहा छ यो कुन फुल हो भनेर सबैले रोप्नु भएको होला अब तिहार पनि नजिक नजिक आउँदैछ वाओ गाइस हेर्नुस् त काँक्रो यो हो नि त हाम्रो गाउँघरको सम्झना उहाँ चाहिँ मेरो माइलीमा नमस्ते माइलीमा सन्चै हुनुहुन्छ दसैँ लागेछ है हो टाढा टाढा भएको नानी बाबुहरूलाई के भन्न चाहनुहुन्छ त शुभकामना छ रमाऊ भन्ने के भन्ने अर्को दसैँ मान्ने खुसी मनाऊ हैन खुसी मनाऊ सबै जम्बा खाऊ मिठो मसिनो खाऊ लाऊ भित्र जाने भित्र जाऊ म त भित्र आएको त म चाहिँ गाई फाइनल्ली भित्र आएँ मेरो माइला बाबु घरमा हाम्रो घरमा माइलीमा बस्नुपर्छ भाउजू नमस्ते ह्याप्पी के अरे दसैँको शुभकामना सबैलाई है बहिनी छोरा ड्याडीले के भन्न चाहनुहुन्छ दसैँमा ड्याडी ल भन भाउजूले विदेशमा भएको आफन्तहरूलाई सम्पूर्ण आफन्तजनहरूमा ह्याप्पी दसैँ राम्रोसँग मनाउनु होला अहिलेको दसैँ घरमा नआए नि सबै अर्को दसैँमा आउनु होला हजुर यसो विदेशमा भएको टिका नलगाए नि खुसी अब हाम्रो फ्यामिलीहरू चाहिँ खुसी नै हुन् भनेर सबैलाई अब सम्झिराख्नु है आज चाहिँ यसो भिडियो कल गरेर टिकटक सिकटक बनाउने होइन र होइन माइलीमा है त माइलीमा है साला पनि ठ्याक्कै भेट्यो हो साला सबैलाई ल सेम टु यु तिमीलाई पनि ल भाउजू नमस्ते सन्चै हुनुहुन्छ ह्याप्पी दसैँ हेलो फुपू आउनु भयो नगर्नु है अब है पढाइ लेखाइ ल कहाँको फल्ना कक्षामा कहाँमा उनीहरूले पत्ताउन भएर कहाँ कर लाओ रे हो तुम बाल कस्तो बनाएछन् ल पत्ताउन गरेर हाम्रो सानो भाइ यो चाहिँ उहाँ चाहिँ ल गाइस हामी चाहिँ टक्क चाहिँ मेरो सानो काका कान्छा काका बा हुनुहुन्छ नबेउ यता बस